बालन शाह नेतृत्वको सरकारले आफ्नो 100 बुँदे कार्यसूचीमा अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति मार्फत 2048 साल यता सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने कुरालाई समेटेको छ। 43 नम्बर बुँदामा भनिएको छ, देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहने गरी 15 दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने, सो समितिमा कानून, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्ने, सोको लागि आवश्यक कानूनी तथा प्राविधिक संयन्त्र विकास गरी सम्पूर्ण प्रक्रिया पारदर्शी र नतिजामुखी हुने सुनिश्चित गर्ने। नभन्दै सुशासन र पारदर्शिताको लयमा हिँडिरहेको सरकारका गृहमन्त्री सुदन गुरुङले पनि यसबारे चासो राखेका छन्। 25 चैतमा उनले स्विस राजदूत ड्यानियल मैवलीलाई भेटेर अवैध रकम फिर्ता ल्याउने विषयमा छलफल गरे। गृह मन्त्रालयमा भएको भेटमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार लगायतका कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्विस ब्याङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गुरुङले राजदूत समक्ष अनुरोध गरेका थिए। धेरैले गृहमन्त्रीको यो सक्रियतालाई स्वागत गरेका छन् भने केहीले राजनीतिक स्टन्ट पनि भनेका छन्। त्यसो भन्नेहरूको तर्क छ, त्यस्तो प्रयास सिधै प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालय मार्फत हुनुपर्छ। कूटनीतिक च्यानल त्यही नै हो। गृह मन्त्रालयले कालो धन लुकाएर कुनै व्यक्ति विदेशमा लुकेको अवस्थामा पक्राउ गरेर ल्याउनको लागि पहल गर्ने हो। त्यसको लागि पनि परराष्ट्र मन्त्रालय नै सरकारको लायन मिनिस्ट्री हो। त्यसैले जसरी पनि ठूला माछा समात्ने ध्याउन्नमा लागेका गृहमन्त्री गुरुङले परिणाममुखी भएर भन्दा जसरी पनि आफू चर्चामा आउने प्रयासमा राजदूतसँग अनुरोध गरेको कतिपय सरकारी अधिकारीहरू बताउँछन्। एक पूर्व सचिवको भनाइमा यो हल्ला गरेर गर्ने विषय नै होइन, गम्भीरतापूर्वक कूटनीतिक रूपमा गरिनुपर्ने विषय हो। गृहमन्त्रीले अनुरोध गरेकै भए पनि त्यसलाई हल्ला गरिनु हुँदैन थियो। स्विजरल्यान्डका ब्याङ्कहरूमा नेपालीका नाममा ठूलो रकम रहेको विवरण समय समयमा सञ्चार माध्यममा आउने गरेको छ। ती रकम भ्रष्टाचार गरेर कमाइएको कालो धन भएको चर्चा चल्ने गर्छ। नेपालमा 2046 सालको जनआन्दोलन ताकादेखि नै स्विस ब्याङ्कहरूमा नेपालीहरूको रकम रहेको चर्चा हुँदै आए पनि त्यस विषयमा ठोस अनुसन्धान वा कारबाही भएको भने खासै भएको देखिँदैन। खोज पत्रकारिता केन्द्रले सन् 2019 मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार त्यसबेला स्विजरल्यान्डका ब्याङ्कहरूमा 35 अर्ब 84 करोड रुपैयाँ रहेको पाइएको उल्लेख छ। सन् 2024 सम्मको तथ्याङ्कलाई हेर्दा नेपालीहरूले जम्मा गरेको रकम आधा खर्ब रुपैयाँ भन्दा बढी छ। स्विस नेशनल ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 2024 को अन्त्यसम्म नेपालीहरूको निक्षेप रकम 387.04 मिलियन स्विस फ्र्याङ्क छ। यो भनेको करिब 65 अर्ब 69 करोड रुपैयाँ हो। एक तथ्याङ्क अनुसार स्विस ब्याङ्कमा पैसा जम्मा गर्ने देशहरूको सूचीमा नेपाल 118औं स्थानमा छ। तथ्याङ्कलाई हेर्दा स्विस ब्याङ्कमा पैसा लग्ने क्रम विशेष गरी व्यवस्था परिवर्तनपछि तीव्र बनेको पाइन्छ। सन् 2014 देखि 2015 को बीचमा मात्रै 27 अर्ब रुपैयाँ लगिएको थियो। तर विडम्बना, स्विस ब्याङ्कमा थुप्रिएको रकमबारे भने नेपालका कुनै पनि आधिकारिक निकाय जानकार छैनन्। खासमा स्विजरल्यान्डमा सन् 1854 मा स्विस ब्याङ्क कर्पोरेसनका रूपमा स्थापित स्विस ब्याङ्कका शाखा 50 देशमा छन्। स्विस ब्याङ्कले आफ्नो बारेमा उच्च स्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको दावी गरेको छ। आय स्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैर कानूनी आर्जन यस ब्याङ्कमा जम्मा गर्न सहज मानिन्छ। विश्वका 200 भन्दा बढी देशका नागरिकको मौजदात छ, तर ब्याङ्कले जुन कुनै प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिँदैन। खोपकेको अध्ययनमा नेपाली ठाउँसँग मिल्ने ठेगाना उल्लेख गरी थुप्रै विदेशीले पनि स्विस ब्याङ्कमा रकम जम्मा गरेका छन्। ICIJ को सन् 2006 र 7 को विवरण अनुसार UAE ठेगाना भएका भारतीय नागरिक सुजल प्रकाश शाहले $3,32,740 अनि भारतका अरुण कुमार राम निकलाल मेहताले 4 करोड 4 लाख अमेरिकी डलर जम्मा गरेका छन्। यसरी नेपालको ठेगाना राख्दा सहज र सुरक्षित हुने उनीहरूको बुझाइ छ। त्यहाँको पैसा नेपाल फिर्ता ल्याउनमा केही प्राविधिक समस्या देखिन सक्छन्। स्विस ब्याङ्क ऐनको धारा 47 मा निक्षेपकर्ताको अनुमति बिना जानकारी सार्वजनिक गरिनु फौजदारी अपराधकै रूपमा व्याख्या गरिएको छ, जहाँ जेल सजाय र भारी जरिवानाको व्यवस्था पनि छ। अन्तर्राष्ट्रिय दबावपछि सन् 2017 देखि सूचनाको स्वचालित आदान प्रदान प्रणाली अपनाइएको भए पनि यसका लागि सम्बन्धित देशसँग स्विजरल्यान्डको द्विपक्षीय सम्झौता हुनु अनिवार्य छ। द्विपक्षीय सम्झौता भएको खण्डमा मात्रै कुनै देशको सरकारले स्विस अदालतमा आफ्नो नागरिकले गम्भीर अपराध जस्तै मुद्रा निर्मलीकरण, भ्रष्टाचार वा आतंकवादी क्रियाकलापमा लगानी गरेको ठोस प्रमाण पेश गर्छ भने स्विस ब्याङ्कले विवरण दिन बाध्य हुन्छ। तर नेपालको हकमा स्विजरल्यान्डसँग उक्त सम्झौता भएको छैन। यता नेपालको कानूनले नेपाली नागरिकलाई विदेशी ब्याङ्कमा रकम जम्मा गर्न वर्जित गरेको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन 2021 र विदेशी विनिमय नियमित गर्ने ऐन 2019 ले स्पष्ट रूपमा विदेशी ब्याङ्कमा रकम
राख्न नपाउने व्यवस्था गरेको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन 2021 को दफा 3 मा भनिएको छ। यो ऐन प्रारम्भ भएपछि कसैले विदेशमा कुनै किसिमको लगानी गर्न हुँदैन। उक्त ऐनले विदेशी सेक्युरिटी, विदेशी फर्मको साझेदारी, विदेशी बैंक खाता, विदेश स्थित घर जग्गा र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने अरू जुनसुकै किसिमको नगदी वा जिन्सी लगानीलाई लगानीका रूपमा व्याख्या गरेको छ। कर छलीका लागि स्विजरल्यान्ड स्वर्ग अर्थात् ट्याक्स हेभनका रूपमा परिचित छ। उक्त मुलुकमा रकम राख्दा स्रोतको खोजी गरिँदैन। यसैको फाइदा उठाउँदै खास गरी अपारदर्शी र बोलीचालीको भाषामा कालो धन स्विजरल्यान्डका ब्याङ्कहरूमा राख्ने प्रचलन छ। त्यसकारण संसारका कुनै पनि देशबाट रकम जम्मा गर्न स्विजरल्यान्ड सुरक्षित मानिँदै आएको छ। नेपालबाट पनि 46 सालको परिवर्तनपछि स्विस ब्याङ्कमा कालो धन लुकाउन थालिएको चर्चा छ। तर पञ्चायत कालमा तत्कालीन रानी ऐश्वर्यले पम्फा ठकुरानीका नाममा स्विजरल्यान्डका रकम राखेको चर्चा चलेको थियो। 2046 सालको जनआन्दोलनको समय सडकमा नारा घन्किन्थ्यो, स्विस ब्याङ्कमा रहेको पम्फा देवीको पैसा फिर्ता ल्याऊ। रानी ऐश्वर्यको छद्म नाम पम्फा देवीबाट स्विस ब्याङ्कमा पैसा रहेको तर्क राजनैतिक दलहरूको थियो। तर आन्दोलनको बेलामा जोड तोडले नारा लगाइए पनि दलहरू स्वयं सत्तामा पुगेपछि भने सम्पत्ति छानबिन हुन सकेन। त्यसो त विदेशमा लगानी गर्ने विषय नेपालको कानुन विपरीत हो। नेपालको अर्थतन्त्रको झण्डै आधा हिस्सा अनौपचारिक छाया अर्थतन्त्रभित्र रहेको अनुमान छ। छाया अर्थतन्त्रको तथ्याङ्क राज्यसँग नहुने भएकाले अनौपचारिक गतिविधिबाट आम्दानी गर्न सहज छ। यसबाहेक चोरी, तस्करी, लागु औषध, आतंकवादी तथा आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्ति र सम्पत्ति शुद्धिकरणको दायराभित्र पर्ने सम्पत्ति विभिन्न माध्यमबाट स्विस ब्याङ्कमा पुग्ने गर्छ। यस्तो पैसा कतिपय हदमा खुला सिमानाबाट भारतमा र त्यहीँको सञ्जालको प्रयोग गरी स्विजरल्यान्ड पुर्याइन्छ। अनि आयात निर्यातमा अधिक बीजकीकरण, हुन्डी लगायतको माध्यमबाट पनि रकम विदेश पुर्याइने गरिएको छ। पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री सरकारले रीत पूरा गर्न सके आंशिक रकम भए पनि फिर्ता ल्याउन सम्भावना भने रहेको बताउँछन्। उनका अनुसार पछिल्लो केही वर्षमा विभिन्न मुलुकले प्रक्रिया पूरा गरी रकम फिर्ता लगेका छन्। नयाँ सरकारले देखाएको पहल कदमी सकारात्मक छ, तर जसको लागि चरणबद्ध रूपमा प्रक्रिया थाल्नुपर्छ। पछिल्लो केही वर्षलाई हेर्दा केही देशले रकम फिर्ता लगेका छन्। 2024 मा मात्र ब्राजिलले झण्डै 60 करोड डलर फिर्ता लगेको छ। फिलिपिन्स र नाइजेरिया पनि उदाहरण हुन्, उनले भनेका छन्।